नमस्ते अनि हार्दिक स्वागत छ यहाँहरूलाई पाण्डे लर्निङ सेन्टर युट्युब च्यानलमा। साथीहरू, आज पनि म तपाईँहरूमा आज उपस्थित भइसकेको छु इङ्ग्लिस विषयसँग सम्बन्धित विभिन्न 20वटा एमसीक्यू क्वेसन लिएर, विभिन्न ग्रामरसँग सम्बन्धित विविध क्षेत्रहरू समेटेका एमसीक्यू क्वेसन लिएर आज पनि उपस्थित भएको छु। तपाईँहरू पनि पक्कै पनि सिक्नका लागि र जान्नका लागि र छलफल गर्नका लागि तयार हुनुहुन्छ भन्ने आशा र विश्वासका साथ कति पनि ढिलो नगरिकन आज हामी क्वेसनमा छलफल गर्न जाँदैछौँ। र पहिलो क्वेसन छ, दिस कलेज इज नट गुड, इट फङ्सन्स गुड प्रोग्राम्स। हेर्नुहोस् त, दिस कलेज इज नट गुड, इट फङ्सन्स गुड प्रोग्राम। यसमा अब लिटल, फ्यु, अ लिटल, द लिटल दिएको छ। अब लिटल भन्ने शब्द अनकाउन्टेबल नाउनसँग प्रयोग गरिन्छ। अनकाउन्टेबल नाउनसँग है, अनकाउन्टेबल नाउनसँग प्रयोग गरिन्छ। यो फ्यु भन्ने शब्द फेरि केसँग प्रयोग गरिन्छ? काउन्टेबल नाउनसँग प्रयोग गरिन्छ। अब यो दुईटैलाई हेर्दा लिटल पनि थोरै भन्ने अर्थ लाग्छ, फ्यु भन्ने पनि थोरै अर्थ लाग्छ। तर यसको छुट्याउँदाखेरि यसलाई लिटल भनेको गर्न नसकिने अनकाउन्टेबल नाउनसँग प्रयोग हुन्छ भने फ्युको प्रयोग चाहिँ काउन्टेबल गर्न सकिने नाउनसँग प्रयोग हुन्छ। अब यसमा हाम्रो इट फङ्सन्स गुड प्रोग्राम्स भनेपछि पक्कै पनि गुड प्रोग्राम्स, वी क्यान काउन्ट द प्रोग्राम्स, कार्यक्रमहरू हामीले गर्न सक्छौँ। त्यसकारण लिटल अनकाउन्टेबल भयो, अ लिटल पनि अनकाउन्टेबल, द लिटल पनि अनकाउन्टेबल, ओन्ली फ्यु इज हियर करेक्ट एन्सर। हामी अब दोस्रो क्वेसनमा जाँदैछौँ। दोस्रो क्वेसनमा छ, हि अपोस्ट्रोफी डी, हि वुड र्यादर रिड। यसमा हि वुड र्यादर रिड, यो अपोस्ट्रोफी डी पछाडि बेटर आयो भने ह्याडको प्रयोग हुन्छ। अपोस्ट्रोफी डी पछाडि बेटर आयो भने ह्याडको प्रयोग भयो भने, अपोस्ट्रोफी डी पछाडि र्यादर आयो भने के को प्रयोग हुन्छ त? वुडको प्रयोग हुन्छ। यो बेटर र र्यादरमा नझुकिनु होला। यसमा चाहिँ अपोस्ट्रोफी डी पछाडि के आएको छ त? र्यादर आएको छ। र्यादर आइसकेपछि हाम्रो एन्सर चाहिँ के हुने भयो त? वुडन्ट ही। क्वेसन नम्बर 3। क्वेसन नम्बर 3 मा छ, इफ राम इन्भाइट्स, इफ राम इन्भाइट्स। अब इफ क्लजको रूपमा इफ राम इन्भाइट्स दिएको छ यहाँ। अर्को चाहिँ मेन क्लजमा यहाँ के छ त? आई विल गो छ एउटा, अर्को चाहिँ आई मे गो छ, अर्को गो देयर छ, अर्को चाहिँ अल अफ दिस छ। अब यसमा यो इफ क्लजमा सिम्पल प्रेजेन्टमा दियो भने, इफ क्लजमा सिम्पल प्रेजेन्टमा दियो भने मेन क्लजमा के हुन्छ त भन्दाखेरि जस्तो सब्जेक्ट प्लस विल, सल आउन सक्छ, क्यान आउन सक्छ, हेर्नुहोस् त, मे आउन सक्छ, अनि त्यसपछि भवन हुन्छ। यसरी यो स्ट्रक्चर हुन्छ भने अर्को हामीले यो इफ क्लजमा सिम्पल प्रेजेन्टमा आयो भने हामीले अर्डर गर्नको लागि इम्पेरेटिभ फर्मको लागि चाहिँ भवनको पनि प्रयोग गर्न सक्छौँ है, गो देयर पनि प्रयोग गर्न सकिन्छ यसमा। त्यसकारण यसमा तीनवटै अप्सन चाहिँ के हुन्छन् त? ठिक हुन्छन्। हेर्नुहोस् है, जस्तो इफ राम इन्भाइट्स आई विल गो, इफ राम इन्भाइट्स आई मे गो, इफ राम इन्भाइट्स गो देयर। 3 questions are correct, 3 options are correct here. So the option is D, all of these. This is question number 4. I got the painter my house. I got the painter my house. अब यसमा कजेटिभ भर्ब अन्तर्गत क्वेसन आएको छ। हेर्नुहोस् त, कजेटिभ भर्ब अन्तर्गत। अब यसमा कजेटिभ भर्बमा के हुन्छ त भन्दाखेरि सब्जेक्ट अगाडि आएर अनि गेट आएर एजेन्ट आयो भने, एजेन्ट भनेको यहाँ काम गर्ने व्यक्ति हुन्छ, यसमा टु प्लस भवनको प्रयोग गरिन्छ। ध्यान दिनुहोस् है। तर फेरि सब्जेक्ट आएर अनि गेट आएर अब्जेक्ट आयो भने हाम्रो के हुन्छ त? भर्ब 3 को प्रयोग गरिन्छ। यो दुईवटा स्ट्रक्चर जान्नु होला यसबाट। कजेटिभ भर्बमा गटको प्रयोगको कुरा दुईवटा छन्। यो गट अथवा गेट पछाडि एजेन्ट आयो भने, एजेन्ट भनेको काम गर्ने व्यक्ति जो सब्जेक्टले अराए अनुसार काम गर्नेलाई हामीले एजेन्ट भन्छौँ। त्यो एजेन्ट आएको छ भने टु प्लस भवनको प्रयोग गर्ने। यो सब्जेक्ट पछाडि फेरि गेट आएको छ भने, अब्जेक्ट आएको छ भने के को प्रयोग गर्ने त? भर्ब 3 को प्रयोग गर्ने। यसमा हेर्नुहोस् त, आई गट माई हाउस आएको भए यहाँ पेन्टेड गराउँथ्यौँ हामीले। ओके, त्यस कारण यसमा एन्सर चाहिँ गेट पछाडि के आएको छ त? द पेन्टर भनेको एजेन्ट भयो। एजेन्ट आयो भने के हुन्छ भनेको छौँ हामीले? टु प्लस भवन। सी नम्बर के भयो त? बेस्ट एन्सर भयो। क्वेसन नम्बर 5। क्वेसन नम्बर 5 मा छ,
द प्यासिभ फर्म अफ डिग द फिल्ड, द प्यासिभ फर्म अफ डिग द फिल्ड। अब यस्तो अवस्थामा हामीले दुईवटा फर्म प्रयोग गर्न सकिन्छ, दुईवटा स्ट्रक्चर प्रयोग गर्न सक्छौँ। पहिलो स्ट्रक्चरमा हामीले लेट प्रयोग गरेर अनि त्यसपछि अब्जेक्ट प्रयोग गरेर बी बनाएर अनि भर्ब 3 को प्रयोग पनि गर्न सकिन्छ। ध्यान दिनुलाई, भर्ब 3 को प्रयोग गर्न सक्छौँ हामीले। हेर्नुहोस् त, भर्ब 3 को प्रयोग। अर्को स्ट्रक्चरमा के गर्न सक्छौँ त भन्दाखेरि अब्जेक्ट अगाडि लिएर, हेर्नुहोस् है, अब्जेक्ट अगाडि लिएर सुड बी प्रयोग गर्न सक्छौँ। सुड बी प्रयोग गरेर अनि त्यसपछि भर्ब 3 को प्रयोग गर्न सकिन्छ। यो दुईवटा स्ट्रक्चर मध्येमा एउटा स्ट्रक्चर हामीले प्रयोग गर्छौँ। यहाँ हेरौँ त के छ, द फिल्ड सुड बी डग, यो पनि मिलास छ। हेर्नुहोस् है, अनि द फिल्ड इज डग, यो त बिग्रिहाल्यो। लेट द फिल्ड, यहाँ बी आएको छैन त्यस कारण यो पनि भएन। द फिल्ड बी डग, यो पनि मिलेन। त्यस कारण द फिल्ड सुड बी डग, अब्जेक्ट अगाडि आएको छ अनि यसपछि यहाँ सुड आएको छ, यहाँ पनि हेर्नुहोस् त, अनि बी आएको छ अनि त्यसपछि भर्ब 3। अब हामी क्वेसन नम्बर 6 मा छलफल गर्न जाँदैछौँ। क्वेसन नम्बर 6 मा छ, देयर इज लिटल वाटर इन द बोतल, देयर इज लिटल वाटर इन द बोतल। हेर्नुहोस् त, एउटा कुरा के थाहा पाउनुहोस् भन्दाखेरि यो लिटल भन्ने शब्द नेगेटिभ सेन्समा प्रयोग गरिन्छ। के सेन्समा? नेगेटिभ सेन्समा। अ लिटल आयो भने फेरि केमा प्रयोग गरिन्छ? पोजिटिभ सेन्समा प्रयोग गरिन्छ। ध्यान दिनुलाई, लिटल मात्रै आयो भने नेगेटिभ, अ लिटल आयो भने पोजिटिभ। थोरै त थोरै भन्ने अर्थ लाग्छ दुवैमा। लिटल भन्ने बित्तिकै नपुग्ने थोरै भन्ने अर्थ लाग्छ, अ लिटल भनेपछि थोरै त थोरै तर पुग्ने खालको थोरै भन्ने अर्थ लाग्छ। त्यसकारण नेगेटिभ सेन्स भएको कारण यहाँ चाहिँ ट्याग चाहिँ के हुने भयो त? पोजिटिभ हुने भयो। अप्सन इज देयर, देयरको के हुन्छ ट्याग? देयर नै हुन्छ, इज देयर। नाउ क्वेसन नम्बर 7, राम नोज चाइनिज ल्याङ्ग्वेज। अब यो राम नोज चाहिँ यसमा केमा छ? सिम्पल प्रेजेन्टमा छ। हेर्नुहोस् है, यो केसमा छ अरे? सिम्पल प्रेजेन्टमा छ। अब सिम्पल प्रेजेन्टमा भइसकेपछि यसमा एग्रिङ भर्ब भन्छौँ हामीले। एग्रिङ भर्ब चाहिँ के छ त? एग्रिङ भर्ब केमा मिल्छ त भन्दाखेरि यो सिम्पल सो डिड आई, यो डिड भर्ब 2 आउनु पर्यो यसको लागि, न्यू आएको भए हुन्थ्यो। सो डु यी हुँदैन, सो डु आई, सो डज मी, यो सो डज मी पनि यो रङ अब्जेक्ट प्रोनाउन भयो, यो रङ अब्जेक्ट प्रोनाउन हो। त्यसकारण मिल्ने चाहिँ के भयो त? सो डु आई। यसमा के मिल्छ त? सो डु आई। यो एग्रिङ भर्ब चाहिँ सो डु आई हुन्छ यसमा। क्वेसन नम्बर 8, डु यु नो। अब यहाँ डु यु नो दिएको छ। हेर्नुहोस् त, यो इन्डाइरेक्ट क्वेसनको रूपमा देख्छ। हामी इन्डाइरेक्ट क्वेसन भन्छौँ। के क्वेसन भन्छौँ रे? इन्डाइरेक्ट क्वेसन भन्छौँ। तपाईँहरूलाई पक्कै पनि थाहा छ होला। यस्तो इन्डाइरेक्ट क्वेसनमा अगाडि जे आए तापनि बिचमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि स्टेटमेन्ट फर्ममा लेख्नु पर्यो। केमा लेख्नु पर्यो? स्टेटमेन्ट फर्ममा। अब यसमा हाउ मच इट कस्टेड, यो कस्टेड मिल्दैन, हो बिग्रियो। कस्ट भनेको हाम्रो प्रेजेन्ट पनि हो, पास्ट पनि हो। यसमा चाहिँ नो इट इज युज फर इट। अनि हाउ मच इट कस्ट, हाउ मच डज, यहाँ डज आएको छ भने हाउ मच। इन्डाइरेक्ट क्वेसनमा डब्लुएच वर्ड पछाडि, ध्यान दिनुलाई, डब्लुएच वर्ड पछाडि जहिले पनि हामीले सब्जेक्ट खोज्नुपर्छ। डाइरेक्ट क्वेसनमा डब्लुएच पछाडि एक्जुलरी भर्ब आउँछ अनि बल्ल सब्जेक्ट आउँछ। तर इन्डाइरेक्ट क्वेसनमा के हुन्छ त भन्दाखेरि डब्लुएच वर्ड पछाडि हामीले के खोज्नुपर्छ? सब्जेक्ट खोज्नुपर्छ। हाउ मच इट कस्ट, हाउ मच डज भयो, हाउ मच अफ इट यो मिलेन, यो मिलेन। त्यस कारण चाहिँ हाउ मच इट कस्ट, बी नम्बर इज द राइट एन्सर हियर। नाउ क्वेसन नम्बर 9, द टिचर लुक्ड एट द स्टुडेन्ट्स पर्फर्मेन्स। द टिचर लुक्ड एट द स्टुडेन्ट्स पर्फर्मेन्स। अब यहाँ लुक्ड भनिसकेपछि यहाँ के चाहिएको छ? यो लुक चाहिँ भर्ब भयो। अब यसलाई चाहिँ टु डिस्क्राइब हाउ समवान लुक्ड वी निड एन एडभर्ब। कोही कस्तो देखिन्छ भने देख्नको लागि अथवा कस्तो देखिन्छ भन्ने कुरा बोल्नको लागि, त्यसलाई चाहिँ डिस्क्राइब गर्नको लागि हामीलाई के चाहिएको छ त? एडभर्ब चाहिएको छ। त्यसकारण वी निड एन एडभर्ब। एडभर्बको क्विक भनेको के हो त? क्विक भनेको त एडजेक्टिभ हो। हेर्नुहोस् त, क्विक के हो? एडजेक्टिभ भयो। तपाईँलाई थाहा छ। क्विकन के भयो? यो चाहिँ भर्ब भयो। क्विकली के भयो त? यो क्विकली एडभर्ब भयो। क्विकनेस के भयो त? नाउन भयो। हेर्नुहोस्, हामीलाई चाहिएको चाहिँ के त? यहाँ एडभर्ब चाहिएको छ। सो सी इज द बेस्ट एन्सर हियर। नाउ क्वेसन नम्बर 10, बाई टुमारो सी दिस नोभल फर 10 days। ल हेर्नुहोस्, अब यसमा
बाई टुमारो सी दिस नोभल फर 10 days। अब यसमा अगाडि बाई पछाडि फ्युचर टाइमहरू पनि दिएको छ अनि त्यस पछाडि फर पछाडि फेरि पिरियड अफ टाइम पनि दिएको छ। ध्यान दिनु होला है। यस्तो अवस्थामा बाई पछाडि फ्युचर टाइमहरू पनि दिएको छ, एकदम ध्यान दिनु। फ्युचर पोइन्ट अफ टाइम भन्ने हुन्छ है, पोइन्ट अफ टाइम पनि दिएको छ। फेरि बिचमा सेन्टेन्स दिएर बाई पछाडि पिरियड अफ टाइम पनि दिएको छ। के दिएको छ? पिरियड अफ टाइम पनि दिएको छ भने बिचको सेन्टेन्सलाई हामीले फ्युचर पर्फेक्ट कन्टिन्युस टेन्स बनाउने। यो बाई पछाडि फ्युचर पोइन्ट अफ टाइम मात्र दियो भने फ्युचर पर्फेक्ट हुन्छ। तर बाई पछाडि फ्युचर पोइन्ट अफ टाइम दिएर पछाडि फेरि फर पछाडि, त्यहाँ यसमा फर हो, यसमा फेरि पछाडि यो फर पछाडि पिरियड अफ टाइम दिएको छ भने के हुँदो रहेछ त? फ्युचर पर्फेक्ट कन्टिन्युस टेन्स। भनेपछि फ्युचर पर्फेक्ट कन्टिन्युस टेन्सको स्ट्रक्चर के हुन्छ? विल, शल, ह्याभ बिन, भर्ब हो। यो कति नम्बरमा छ? डी नम्बरमा छ। हेर्नुहोस्। ओके, बेस्ट एन्सर इज दिस। नाउ क्वेसन नम्बर 11। अब द प्लुरल अफ सिलेबस। अब सिलेबसको प्लुरल के हुन्छ भनेछ। हेर्नुहोस् त, सिलेबसको प्लुरल यो सिलेबसेस पनि हुन्छ। SYLLABUSES। यो त बिग्रिहाल्यो यसको। एसिएस चाहिँ हाम्रो यो मोडर्न इङ्ग्लिसमा हुन्छ है। मोडर्न इङ्ग्लिसमा हामीले यसलाई मोडर्न इङ्ग्लिसमा सिलेबस भन्छौँ। यो सिल्याबी फेरि ल्याटिन प्लुरल फर्ममा प्रयोग गरिन्छ। यो ल्याटिन इङ्ग्लिसको हो, यो ल्याटिन प्लुरल फर्ममा प्रयोग गरिन्छ है। सिलेबसको प्लुरल फर्म चाहिँ ल्याटिनमा सिल्याबी भन्दो रहेछ। त्यसकारण यसमा बोथ बी र सी चाहिँ के भयो त? बेस्ट एन्सर भयो। सिलेबसेस पनि हुने भयो अनि त्यसपछि सिल्याबी पनि हुने भयो। यो सिलेबसेस चाहिँ मोडर्न इङ्ग्लिसमा भयो, सिल्याबी चाहिँ ल्याटिनको प्लुरल फर्ममा प्रयोग गरिन्छ। त्यसकारण दुईवटै अप्सन चाहिँ करेक्ट भएको कारणले डी नम्बरमा बोथ बी एन्ड सी दिएको छ। द्याट इज द करेक्ट एन्सर। नाउ क्वेसन नम्बर 12। टु ड्रिङ्क व्हिस्की द एपाइटेड। अब टु ड्रिङ्क व्हिस्की द एपाइटेड, अब यसमा के मिल्छ त भन्ने कुरा हेर्नुहोस् त। अब यसमा एउटा कुरा के छ भन्दाखेरि स्पोइल्स दिने कि स्पोइल दिने कि स्पोइल दिने कि स्पोइलिङ हुने। अब यो टु ड्रिङ्क व्हिस्की, व्हिस्कीले चाहिँ हाम्रो भोक मार्छ भन्छौँ नि हामीले। त्यो भोक मार्छ भन्ने कुरा चाहिँ जनरल ट्रुथ हो। यसलाई हामीले के भन्छौँ? जनरल ट्रुथ भन्छौँ है। यो चाहिँ हामीले जनरल ट्रुथमा प्रयोग गर्ने भयो। अब जनरल ट्रुथका सेन्टेन्सहरू प्रायः हामीले केमा लेख्छौँ? सिम्पल प्रेजेन्ट टेन्समा लेख्छौँ। केमा लेख्छौँ? सिम्पल प्रेजेन्ट टेन्समा। अब टु ड्रिङ्क भनेको चाहिँ के हो त? हाम्रो अनकाउन्टेबल नाउन जस्तो। टु ड्रिङ्क व्हिस्की भन्ने बित्तिकै त्यो चाहिँ यो अनकाउन्टेबल नाउन जस्तो भयो है। यो चाहिँ यसमा केसँग प्रयोग गरिन्छ त? अब स्पोइल भनेपछि पास्ट फर्ममा प्रयोग गरिन्थ्यो यो होइन। स्पोइल्स चाहिँ प्रेजेन्ट फर्मकोमा प्रयोग गर्यो। स्पोइल यो चाहिँ प्लुरलसँग प्रयोग हुन्छ, स्पोइलिङ मिलेन। त्यसकारण सी नम्बर इज द बेस्ट एन्सर हियर। क्वेसन नम्बर 13। क्वेसन नम्बर 13 मा चाहिँ हेर्नुहोस् त, वान हु लुक्स एट द डार्क साइड अफ थिङ्स। वान हु लुक्स एट द डार्क साइड अफ थिङ्स। सधैँभरि चाहिँ नराम्रो मात्रै सोच्ने अथवा त्यसको नराम्रो चाहिँ नेगेटिभ वेबाट मात्रै त्यसको व्याख्या गर्ने, त्यसलाई हामीले के भन्छौँ? के भन्छौँ होला हेर्नुहोस् त। अप्टिमिस्ट भनेको चाहिँ सी द ब्राइट साइड। यसलाई हामीले सी द ब्राइट साइड, जसले पोजिटिभ मात्र सोच्छ त्यसलाई अप्टिमिस्ट। थेइस्ट भनेको त अब बिलिभ्स इन गड, बिलिभ्स इन गड। हेर्नुहोस् त, भगवानमा विश्वास गर्न हामीले थेइस्ट भन्छौँ। पेसिमिस्ट भनेको के भयो त? हो यही डार्क साइड हेर्ने, सधैँ डार्क साइड हेर्न हामीले के भन्छौँ? पेसिमिस्ट भन्छौँ। एथिस्ट भनेको त के हो त? डज नट बिलिभ इन गड। हेर्नुहोस् त, डज नट बिलिभ इन गड। त्यस कारण यसमा चाहिँ यो क्वेसनसँग मिल्ने डार्क साइड सधैँ नेगेटिभ वेबाट मात्रै हेर्नलाई हामीले पेसिमिस्ट भन्छौँ। द्याट द बेस्ट एन्सर। नाउ क्वेसन नम्बर 14। गेट अप मिन्स उठ्नु भनेको के हो भन्छ। गेट अप मिन्स भनेको त मेक प्रोग्रेस, यो मिलेन। इन्टर पनि मिल्दैन। डिसेन्ड भने राइज फ्रम बेड, बिहान उठ्ने कुरालाई हामीले के भन्छौँ? भेरी इजी क्वेसन, गेट अप भन्छौँ। 15 नम्बर। अ पेयर अफ सिजर्स लस्ट। हेर्नुहोस् त, अ पेयर अफ सिजर्स लस्ट के होला हुन्छ यसमा? हेर्नुहोस् त, अ पेयर अफ सिजर्स, अ पेयर हेर्नुहोस् है, योसँग यो सिजर्स
सिजर्स मात्रै आएको भए आर लस्ट हुन्थ्यो, सिजर्सलाई मात्रै हामीले प्लुरल सब्जेक्टको रूपमा लिन्छौँ। तर यहीसँग फेरि अ पेयर अफ जोडेर आयो भने हेर्नुहोस् है, अ पेयर अफसँग जोडेर आयो भने त्यसमा फेरि के हुन्छ, सिङ्गुलर भएको प्रयोग गरिन्छ। सिङ्गुलर पेयर भनेको सिङ्गुलर सब्जेक्ट हो, सिङ्गुलर सब्जेक्टसँग सिङ्गुलर भएको प्रयोग हुन्छ। त्यस कारण यहाँ के भयो त, अब लस्ट भनेपछि भर्ब 3 आएको छ र प्यासिभ फर्ममा आएको छ, अब्जेक्ट अगाडि आएको प्यासिभ भएको कारणले यसमा के भयो त, इज। ओके, नेक्स्ट क्वेसन, द यङ अफ राम, द यङ अफ राम, रामको बच्चालाई के भनिन्छ भनेको छ त, रामको बच्चालाई के भनिन्छ भन्ने चाहिँ यसको क्वेसन रहेको छ। राम भनेको यसमा चाहिँ एडल्ट मेल सिप हो, ध्यान दिनु होला, एडल्ट मेल सिपलाई हामीले के भन्छौँ, राम भन्छौँ। अब यसमा फन भनेको यहाँ माथि चाहिँ यसको आफ्नो हेर्नुहोस् त, यसलाई डियरलाई भनिन्छ, हेर्नुहोस्। अनि ग्रब भनेको एक प्रकारको इन्सेक्ट, ग्रब भनेको इन्सेक्ट भयो। अब ल्याम्ब भनेको के हो त, यसैको बच्चालाई, इग्लेट भनेको इगल भयो, एगल। अब ल्याम्ब भनेको के भयो त, यसको बेस्ट एन्सर भयो। द यङ अफ राम इज सेड ल्याम्ब, सी नम्बर। क्वेसन नम्बर 17, द प्यासिभ अफ आई इन्जोयड टेकिङ द चिल्ड्रेन टु द जू, हेर्नुहोस् त, द प्यासिभ अफ, यसको प्यासिभमा के हुन्छ त, यहाँ ध्यान दिनु होला है। अब यसको अप्सन यस्तो, यो मेन भर्ब आएर पछाडि जेरन आएको छ भने, यो भर्बलाई हामीले यो भर्ब होइन, यो जेरनको रूपमा लिएका छौँ। आई इन्जोय टेकिङ द चिल्ड्रेन टु द जू, यस्तो स्ट्रक्चर आएको छ भने हामीले अब्जेक्टलाई अगाडि ल्याउने, द चिल्ड्रेन, अनि इन्जोयडको इन्जोय नै राखिदिने है, इन्जोय बिङ टेकन टु द जू, यो स्ट्रक्चर प्रयोग गर्नु पऱ्यो बी नम्बरको है। द चिल्ड्रेन अब्जेक्टलाई अगाडि ल्याउने, अब्जेक्टलाई अगाडि ल्याएर त्यही मेन भर्ब राखिदिने, अनि त्यसपछि यो भर्बलाई केमा चेन्ज गर्ने त, भर्ब 3 मा चेन्ज गर्ने, भर्ब 3 मा चेन्ज गर्ने, अनि बिङ चाहिँ नयाँ शब्द थप्ने अगाडि। आई द चिल्ड्रेन इन्जोयड बिङ टेकन टु द जू। नाउ 18 नम्बर, द पास्ट पार्टिसिपल अफ ग्रिन, ग्रिनको पार्टिसिपल के हुन्छ भनेको, भर्ब 3 भनेको पास्ट पार्टिसिपल भनेको, पास्ट पार्टिसिपल के हुन्छ त, अनि यो ग्रिन भनेको प्रेजेन्ट भयो, यो ग्रिन त प्रेजेन्ट भयो है, यो ग्रिन डेट त मिल्दै मिल्दैन, ग्रिड भने मिलेन। यसको पास्ट पार्टिसिपल के हुँदो रहेछ त, ग्राउन्ड हुँदो रहेछ, ग्राउन्ड, नजुकिनु होला है, के हुँदो रहेछ, ग्राउन्ड। नाउ 19 नम्बर, डेमोक्रेसी, डेमोक्रेसी, डेमोक्रेसीको कतिवटा सिलेबल छन् भनेर सोधेको छ, हेर्नुहोस् त कति भयो, डेमोक्रेसी, डेमोक्रेसी कतिवटा भयो त, 1 2 3 4, कतिवटा सिलेबल भयो त, 4 सिलेबल भयो। हेर्नुहोस् 4 सिलेबल हो डेमोक्रेसी भनेको। कोही नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब। क्वेसन नम्बर 20 मा छ, हेर्नुहोस् त, ही वाज माई चाइल्डहुड फ्रेन्ड ही डिसिभ मी। अब यो दुईटा कन्ट्रास्ट दियो, मेरो सानो बचपनकालको साथी हुँदा पनि उसले मलाई ढाँट्यो अथवा छलकपट गर्यो भन्ने अर्थ लाग्यो। यसमा अल्दोको अर्थ चाहिँ कन्ट्रास्ट टु आइडिया भयो होइन, यो दुईटा आइडियालाई कन्ट्रास्ट गर्नको लागि, अनएक्सपेक्टेड इभेन्टको लागि। डिस्पाइट र इन्स्पाइट पनि यसैको लागि प्रयोग हुने भयो। यो चाहिँ दुईवटा चाहिँ के कोमा भन्छ, नाउन फ्रेजमा प्रयोग गरिन्छ। कुन फ्रेजमा, नाउन फ्रेजमा प्रयोग गरिन्छ। अब बिकज त हाम्रो यहाँ कन्ट्रास्ट देखाउँदैन, नट सोइङ कन्ट्रास्ट, यो त पहिले मिल्ने कुरा भएन। अब यसमा कुन प्रयोग हुन्छ त भन्ने कुरामा के ध्यान दिनु होला भन्दाखेरि, अल्दो, एभन्दो, दो, डिस्पाइट, इन्स्पाइटहरू चाहिँ कन्ट्रास्टमा प्रयोग गर्छ। कन्ट्रास्ट भनेको के हुन्छ भन्दाखेरि अनएक्सपेक्टेड इभेन्टलाई भन्छौँ हामीले, आशा गरे भन्दा उल्टो। बचपनकालको साथी भने त राम्रो हुनु पर्यो, तर उसले मलाई धोका दियो भनेपछि त्यो हामीले सोचेको भन्दा त्यसको परिणाम उल्टो आउँछ, त्यसलाई हामीले अनएक्सपेक्टेड इभेन्ट भन्छौँ। त्यस्तो अवस्थामा हामीले अल्दो, एभन्दो, दो, डिस्पाइट, इन्स्पाइट प्रयोग गर्छौँ। अब इन्स्पाइट र डिस्पाइट चाहिँ नाउन फ्रेजसँग प्रयोग गरिन्छ, त्यस कारण यसमा चाहिँ फुल सेन्टेन्स आएको छ, दुईवटै मिनिङफुल सेन्टेन्स। ही वाज माई चाइल्डहुड फ्रेन्ड, ही डिसिभ मी छ, त्यस कारण द बेस्ट एन्सर इज अल्दो हियर।
ओके साथीहरू, आज हामीले 20वटा क्वेसन छलफल गरिसकेका छौँ। हजुरलाई कस्तो लागेको छ, जस्तो लागेको छ उस्तै कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र आफूलाई केही सब्जेक्ट म्याटरको बारेमा जान्न चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। सहयोग गर्नुहुनेछ भन्ने आशा विश्वासका साथ म पनि बिदा हुन चाहन्छु। हस्त, नमस्कार।